हेलो अनि नमस्ते सबैजनालाई। म चाहिँ अहिले ओस्लो नर्वेमा छु। पछाडि देख्न सक्नुहुन्छ तपाईँले ओस्लोको सेन्ट्रल स्टेसन छ भने म चाहिँ नर्वेजियन सोइलमा किन छु भन्नुहुन्छ भने केही कुरो फिगर आउट गर्न आइरहेको छु है त। किन भन्नुहुन्छ भने नर्वेजियन सोइलमा चाहिँ के छ त त्यो डिफ्रेन्स, जसले गर्दा वी आर ह्याभिङ द बेस्ट स्ट्राइकर राइट नाउ अर्लिङ हल्यान्ड, जसले चाहिँ युरोपियन साइडमा पुरै म्याजिकल मोमेन्ट क्रिएट गरिरहेका छन्। गोलमाथि गोल गरेर भने चाहिँ बोडो ग्लिमले पनि अस्ति युरोपियन टप जाइन्ट क्लबहरूलाई सरप्राइज दिएर यस्तो ड्रामाटिक विनमा रन गरे नि युसिएलमा। कुरै छोडिदिनुहोस्, त्यो कुरो फिगर आउट गर्न म चाहिँ अहिले ओस्लो नर्वे आएको छु है त। सब पाठ त्यो चाहिँ होइन। म चाहिँ अहिले नर्वे घुम्न आएको छु भने चाहिँ यहाँनिर चाहिँ युरोपियन कन्ट्रीहरूमा यदि तपाईँसँग एउटा देशको भिजा छ र टिआरसी छ भने चाहिँ इजिली एक्सेस गरेर एउटा अर्को कन्ट्रीमा मुभ हुन सक्नुहुन्छ। म स्विडेनमा छु भने चाहिँ दिस इज माई सेकेन्ड भिजिट टु ओस्लो नर्वे। तर यहाँ चाहिँ एकदम चिसो छ। अहिले पनि हिउँ परिरहेको थियो भने चाहिँ टेम्परेचर ऐन 6-7 थियो, अहिले 2-3 त्यस्तै होला। भनेपछि चाहिँ जस नर्वेजियन सोइलमा यति चाहिँ ढुक्क भयो कि 6 महिनासम्म हिउँ परेर यतिको कोल्ड हुँदा पनि प्लेयरहरूको स्टामिना र गेम प्ले चाहिँ नेक्स्ट लेभल छ। त्यो तपाईँले देख्न सक्नुहुन्छ भने चाहिँ यो भिडियोमा मैले के भन्न आँटिरहेको छु भने चाहिँ आई एम थिङ्किङ अफ मेकिङ यस्तै भ्लग्स र कन्टेन्ट रिलेटेड टु डिफ्रेन्ट थिङ्स इन युरोप है त। युरोपियन लाइफस्टाइल, कल्चर, यहाँनिरको डिफ्रेन्ट प्लेसेसहरू, अनि त्यसपछि आएर चाहिँ मल्टिपल अरू सिनारीहरूलाई हाइलाइट गर्दै म चाहिँ भ्लग गर्ने सोचिरहेको छु भने चाहिँ यो जर्नीमा आई विल डेफिनेटली निड योर सपोर्ट। जुन लभ र एफेक्सन तपाईँहरूले मलाई देखाउनु भएको छ, सपोर्ट देखाउनु भएको छ, टिकटकमा मोर देन 5000 जना हुनुहुन्छ मसँग भने चाहिँ आई निड द्याट लभ एन्ड सपोर्ट। युट्युबमा पनि तपाईँहरू सबैबाट र यो भिडियोको कमेन्टमा तपाईँहरूले भन्नुपर्ने छ कि म त्यो सुरु गर्दा ठिक होला कि नहोला। आई जस्ट निड योर रियाक्सन। तपाईँहरूको सपोर्ट र लभ र रियाक्सन पछि मात्रै मैले सम्भवतः त्यो कुराहरू स्टार्ट गर्नेछु। त्योभन्दा अगाडि अफकोर्स म गर्नेवाला छैन। सो आई विल बी वेटिङ फर योर रियाक्सन। यदि तपाईँहरूले लभ र सपोर्ट देखाउनु भयो भने चाहिँ डेफिनेटली आई एम थिङ्किङ अफ मेकिङ मल्टिपल भिडियोज है त। अरू कन्ट्री ट्राभल गरिरहेको बेला पनि, स्विडेनमै हुँदा पनि, नर्वे प्लस अरू रिजनमा गएको बेला पनि भिडियो बनाउने मैले सोचिरहेको छु। मल्टिपल कुराहरूलाई रिफ्लेक्ट गर्ने, यहाँको कल्चर, यहाँको ट्रेडिसन, सँगसँगै पिपुल, कम्युनिटी अनि प्लेसेसहरूलाई एक्सप्लोर गरेर चाहिँ सेयर गर्न मैले सोचिरहेको छु भने चाहिँ आई विल बी वेटिङ फर योर रियाक्सन। अनि त्यो रियाक्सन पछि चाहिँ म अरू भिडियो बनाउनेवाला छु र अरू कुरा गर्नेवाला छु भने चाहिँ त्यतिसम्मको लागि टेक केयर गर्नु होला। र नो डाउट ओस्लो नर्वे हेज समथिङ स्पेसल टु अफर। नेचुरल ब्युटी र प्लेसेसहरू यति राम्रो छन्। यदि तपाईँहरू युरोपमा हुनुहुन्छ भने चाहिँ आई विल डेफिनेटली रिकमेन्ड एभ्री वान टु कम टु ओस्लो एन्ड नर्वे वान्स इन अ लाइफ।